हेलो गाइस, सबैजनालाई वेलकम छ। मेरो टिकटक आइडीमा यो ठाउँमा चाहिँ ऐसेलु फल्न लागेको छ। यो जुन म चाहिँ अहिले माथागढी गाउँपालिका वडा नम्बर 2 रुप्सेको यो देउराली भन्ने ठाउँमा आइपुगेछु। जुन ठाउँमा चाहिँ हामी हाम्रो यो हिजोको दिनमा चाहिँ तपाईँको यो लालीगुराँसले गर्दाखेरि सबै भाइरल भएको थियो। यो ठाउँ यो लालीगुराँसको भाइरल भएको ठाउँमा म अहिले आइपुगेछु र अनि अब चाहिँ यो लालीगुराँस अन्तिम चरणमा आइसकेको रहेछ। अब चाहिँ यसपालिको यो सिजनको लागि चाहिँ अब सायद अन्तिम होला यो। अब फुलहरू फुलेर यस्तो अब झरिसक्ने अवस्था, सुकिसकेको अवस्था भइसकेको छ। सबैजनाले आएर टिकटक बनाइदिनु भयो यो ठाउँमा, सबैजना भाइरल हुनुभयो। अनि बाँकी कतिजना हुनुहुन्छ अझै 2-4 दिनलाई पुग्ने गरी छ है। अब 2-4 दिनसम्म यो अझै रहन्छ कि भन्ने हेर्दाखेरि चाहिँ त्यस्तो लागिरहेछ। आएर भिडियो बनाउनुहोस्, भाइरल हुनुहोस्। यो ठाउँमा माथागढी 2 रुप्से यो हाम्रो पालिका जाने बाटो हो भने यो यतातिर चाहिँ यो तानसेन तल माडीतिर झर्ने बाटो। अनि यहाँ यो लालीगुराँस चाहिँ यसरी फुलिरहेको छ। आउनुहोस्, भाइरल हुनुपर्छ सबैजना मिलिजुली। ल यस्तै छ। यो अझै कोही फुल्न लागिरहेको छ फेरि गुराँसहरू। ल अझै 2-4 दिनलाई चाहिँ पुग्ने गरी छ। आउनु होला हाम्रो यो ठाउँमा। तर आएर भिडियो बनाउने रमाइलो गर्न पाइन्छ। र यहाँ चाहिँ टिप्न चाहिँ सख्त मनाइ छ। लालीगुराँस संरक्षण क्षेत्र यो चाहिँ हाम्रो यो ओडाले नै पुरै बन्द गरेको छ। यहाँहरू आएर मजा लिन सक्नुहुन्छ, तर फुल चाहिँ लिएर जान सक्नुहुन्न। सचेत रहनुलाई यसको विषयमा चाहिँ यहाँहरू सबैजनालाई वेलकम छ। वेलकम टु यु भन्न चाहन्छु सबैजनालाई। ल धन्यवाद।